मान्छे खाने बाघलाई गोली हान्न मिलेन जनता ठुला हुन् कि बाघ हुन् ठुला हो क्या उहाँ दाइले भन्न खोज्नु भएको कुरा 100 मा 100% सही छ तर हामी मान्छेहरू चाहिँ जङ्गल र खोला नालातिर जाँदैछौँ कसरी भन्नुहुन्छ भने त्यो जङ्गलमा हरिण मृग हरेक चिज पाउँछ कालेजहरू पाउँछ त्यस्ता चिजहरू चाहिँ हामीले बन्दुकले हानेर मारेर खाइदिन्छौँ अनि त्यो बाघले खाने चिज पाउँदैन अनि मान्छेलाई आक्रमण गर्छ घर पालुवा वस्तुहरू चाहिँ आक्रमण गर्छ अब त झापातिर पनि त हात्ती बहुत लागेको जमानादेखि लागेको हात्ती अब त जङ्गल फाँडेर झापातिरको एउटा पनि जङ्गल छैन पुरै नाङ्गाई बनाएका छन् उहाँ फाँडेर चाहिँ अनि त्यो हात्तीले खाने चिज त पाउँदैन अनि आएर घर भत्काइदिन्छ अस्ति त धमकको चौकीभित्रै छिरो अरे हात्ती अनि उहाँ खोला नालातिर चाहिँ हामीले डिलमा चाहिँ घर बनाउँछौँ अनि उताबाट बाढी आउँछ बाढी आएर चाहिँ घरसर लगाइदिन्छ अनि हामी बाढी पीडित पर्यौँ है भन्छौँ हामी अनि हामी चाहिँ जङ्गलतिर र खोला नालातिर गइरहेको छौँ क्या हामी मानव जाति चाहिँ यो कुरा कहिले बुझ्ने हो हामीले चाहिँ मेरो चाहिँ बुझायो साथी माइन्ड नगर्नु होला यो दुःखद घटना हो बाघले चाहिँ मान्छे मारेको एकदम दुःखद घटना हो यो मलाई पनि दुःखको कुरा हो हेर्नुहोस्